प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। आज दोस्रो दिन बाइबल पढ्ने। सबैजना मिलेर साथ सपोर्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला, धन्यवाद। यहाँसम्म बढाइदिउँ। अदनको बगैँचामा आदम र हवा। आकाश र पृथ्वी सृष्टिको वृत्तान्त यही हो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन 5 भूमिका एउटै पनि वनस्पति थिएन र भूमिमा कुनै घाँसपात पनि उम्रेका थिएनन्, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्षाउनु भएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। तर पृथ्वीबाट खोलाहरू निस्क्यो उठेर समस्त भूमिलाई भिजाउने गर्थे। तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। 8 परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनु भयो र उहाँले बनाउनु भएको मानिसलाई त्यहीँ राख्नुभयो। 9 अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रुख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रुख र असल र खराबको ज्ञान दिने रुख पनि लगाउनु भयो। 10 बगैँचा भिजाउनलाई अदनमा एउटा नदी निस्केको थियो र त्यहाँबाट छुट्टिएर त्यो 4वटा शाखा भएको थियो। 11 पहिलो नदीको नाम पिसोन हो। यो त्यही नदी हो जुन हविलाको समस्त मुलुकमा बग्छ, जहाँ सुन पाइन्छ। 12 त्यस देशको सुन असल हुन्छ, त्यहाँ खोटो र आनिस्कहरू छन्। 13 दोस्रो नदीको नाम गिहोन हो। कुसको समस्त देशमा बस्ने नदी यही हो। 14 तेस्रो नदीको नाम टाइग्रिस हो। यो असुरको पूर्वतिर बग्छ र चौथो नदी युफ्रेटिस हो। 15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। 16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रुखका फल तैँले सन्चोक नमानी खाए हुन्छ। 17 तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। 18 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। 19 परमप्रभुले सबै वनपशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। 20 यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन पशुहरूका नाउँ राखे। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। 21 यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र उनी निदाएको बेलामा उनको करङहरूमध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनु भयो। 22 जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। 23 मानिसले भने, यो त मेरो हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिने छ, किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। 24 यसै कारण मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छ। मानिस र तिनको पत्नी दुवै नाङ्रा थिए र लजाउँदैनथे। मानिसको परीक्षा र पतन। 3 परमप्रभु परमेश्वरले बनाउनु भएका वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो कि परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ। 2 स्त्रीले सर्पलाई भनिन्, बगैँचाका रुखहरूका फल हामी खान सक्छौँ। 3 तर बगैँचाको बीचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ। 5 किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खोल्नेछ र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। 6 जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो र बुद्धि पाउनलाई त्यस रुखको
चाह गर्नुपर्ने रहेछ भनिदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले खाए साथ अनि दुवैका आँखा खुले र नङ्गे पो रहेछ भनी तिनीहरूले थाहा पाए अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। 8 अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचामा रुखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके 9 तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनु भयो, त कहाँ छस्? 10 उसले भने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ किनभने म नङ्गे थिएँ र म लुकेँ। 11 उहाँले सोध्नुभयो, त नङ्गे छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैँले त्यो खाइस्? 12 मानिसले भने, जुन स्त्री तपाईँले मलाई मसँगै रहन भनिदिनु भएको थियो त्यसैले मलाई त्यो रुखको फल दिई र मैले खाएँ। 13 अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, तैँले यो के गरिस्? स्त्रीले भनिन्, सर्पले मलाई छल गर्यो र मैले त्यो खाएँ। 14 तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैँले यसो गरेको हुनाले त सबै पाल्तु पशुहरू र सबै वन पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा त हिँड्नेछस् र तेरो जीवनभरि तैँले माटो खानेछस्। 15 तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र तेरो स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुच्चो डस्नेछस्। स्त्रीलाई उहाँले भन्नुभयो, तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु। दुःखसँग तैँले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। 17 त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैँले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैँले खानेछस्। 18 त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस्। 19 माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस् किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटोमै फर्किजानेछस्। 20 आदमले आफ्नी पत्नीको नाउँ हवा राख्यो किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। 21 प्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनु भयो। 22 तब परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस हामी जस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रुखको फल पनि टिपेर खान नपाओस्, नत्र भने त्यो सधैँभरि जीवित रहला। 23 यसै कारण जुन भूमिबाट उनी बनाइएका थिए त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनु भयो। 24 उहाँले मानिसलाई थपाइदिनु भएपछि जीवनको रुखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचा पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनु भयो। योबाट भोलि पढ्नेछौँ। उहाँलाई परमप्रभुले आशिष दिनुभएको होस्। साथै तपाईँहरूले नि पढेर पढेर त त्यही सुन्नुभएको छ, सुनेर तपाईँहरूले नि आशिष पाउनुभएको होस्। हामीले धेरै कुराहरू हिजो र आजमा सिक्न सकेका छौँ। 2 दिनमा कसरी परमप्रभुले चाहिँ नि यो अब पृथ्वी बनाउनु भएको थियो र कसरी मानिसलाई बनाउनु भयो र मानिसले के गल्ती गरेर अहिले यस्तो भइरहेको छ, सबै कुराहरू थाहा पाउन सक्नुभयो। अब बाँकी चाहिँ नि भोलि पढौँ ल। हुन्छ, सबैलाई जय मसीह।